welcome back to my new video. I'm back with the new energy. आज चाहिँ हामी पाखीबास जान आएको हजुरहरुले टाइटलबाट पनि थाहा पाइसक्नु होला अनि आज चाहिँ हामीले पाखीबासमा चाहिँ के गर्छौं भनेर चाहिँ हेर्नको लागि चाहिँ हजुरहरुले अन्तिमसम्म हेर्नु पर्ने हुन्छ अनि माया सपोर्ट गर्दै यसरी नै गर्दै जानु होला भन्दै आजको हाम्रो पाखीबासको यात्रा चाहिँ सुरु गरौँ है। They man no the app. Lu app kali no app ai नभए त देखिएको थिएन हौ है अनि हेर्नु नि के साह्रो ठुलो हो भने अहिले चाहिँ हाम्रो खाजा खाने टाइम हो है। यो खुलायोस् के छ बदेपा मम्मी बाट आएर यो बोर्ड देख्नुहुन्छ हजुरहरुले। यो चाहिँ अहिले चाहिँ हामी चाहिँ के रे टी गार्डन जान आएको है। बाहिर चाहिँ ताल सरी टी टिकटकमा चाहिँ टी गार्डन भनेर फेमस छ नि हैन। अब टी गार्डन रहेछ यता डेमा मामा हाई गरिदिनु नि त। अनि उता आउँदै हुनुहुन्छ टोलीहरु। अहिले चाहिँ हामी संसारी त्यो सिमसारमा आइपुग्यौं। संसारी सिमसार भन्दो रहेछ तर सोशल मिडियामा चाहिँ टी गार्डन भनेर चिनेको छ यो ठाउँलाई हैन है। ल भिडियो यो चाहिँ हामी एक्सप्लोर गर्दैछौँ। यति छिरेको चाहिँ 20 रुपिस इच पर्सन है 20 रुपिस इच। ओके दामी छ। इटोरीमा त्यस्तो गर्मी होला कि यहाँ पनि गर्मी नै छ तर इटोरी भन्दा चाहिँ कमै गर्मी छ है। दामी छ त पनि पोखरी चियाबारी टिकटक धेरै छ त। Lovely fools for our lovely viewers. यो प्लेस बडे राम्रो छ हैन। तपाईहरु धनकुटा आउनु भयो भने यो प्लेस भिजिट गर्नु होला। धनकुटा हिलदेखि अलिकति मात्रै हो।
त्यो आउनु डुल्नु रमाइलो गर्नु लाइफको केही मेमोरी क्रिएट गरेर जानु यहाँबाट है दामी छ म आजको हाम्रो चाहिँ फर्स्ट डेस्टिनेसन भनेको यही हो यही थियो सो वी आर इन्जोइङ नतासी खान्छ क्या फुलकुमारी ए हेर न फुलकुमारीहरू त लड्छ के हो हजुरहरूले सुन्नुभयो कि भएन तर मैले चाहिँ सुनिरहेको छु है ब्लू सङ सो कसले बजाइदिनु भएको इफ यु आर वाचिङ दिस भिडियो देन थ्याङ्क यू है कस्तो त हुन्छ नि शान्ति मिलेको क्या झन् ब्लू सङ्ग्स त अब फेभरेट नै हो भनौँ न दामी क्या अझै त हुन्छ नि भ्यू त्यस्तै दामी हुन्छ त्यो ब्लू सङ्ग्स झन् लगाइदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद अनि त्यस पछाडि चाहिँ बाटो यस्तो रहेछ अब कसरी जानु केही छैन म पनि अलिअलि गाउँघरमै हुर्केको भनौँ न गाउँघरमा हुर्केको भन्दा नि बसेको भनौँ न यस्तो बाटो त हिँडेको हो अनि हजुरहरूलाई भ्यू देखाउन हेर्नु म कहाँ डाँडामा चढ्दैछु हेर्नु तपाईँहरूको लागि यति मिहिनेत अलिक अति भयो है वाह दामी तपाईँहरूको लागि मात्रै भनेर हेर्नु गाइज त्यहाँदेखि म चढेर यस्तो बाटो आएर यहाँ आएको एउटा क्लिप लिन यतिको लागि हेर्नु गाइज यति गएपछि त एउटा सब्सक्राइब त गर्नै पर्छ क्या फेरि तपाईँहरूलाई पाप लाग्न सक्छ गर्नु है अब म कस्तो दामी हो धनकुटा पिपुल्स तपाईँहरूलाई थाहा छ कि थाहा छैन होला प्लेस इफ तपाईँहरू धनकुटामा हुनुहुन्छ यो प्लेस भिजिट गर्नुभएको छैन भने चाहिँ तपाईँहरू धनकुटा नै होइन कस्तो त दामी यस्तो प्लेस त्यहाँबाट म यहाँको बोलाउँदै हुनुहुन्छ दिदी बहिनी है माइली ए जेठी माइली शैली कान्छी ल है जेठी माइली शैली कान्छी मुनिबाट नि यो हात नि यसरी 1 2 3 4 फेरि 1 2 3 सो बल्ल बल्ल 1 घन्टा पछाडि त्यो ठाउँ छोडेर है अब अर्को ठाउँमा जाँदैछु खिबास सो यतातिर चाहिँ पानी पर्न आँटेको छ है हाम्रो चिसो चिसो छ इटोरीमा पाकेर आएको मान्छे त अब यहाँ स्वर्गै हो नि बुद्ध छ बुद्ध हुनुहुन्छ सरी माई ब्याड मम्मी कस्तो हुँदैछ त रमाइलो हुँदैछ हामी गर्मीबाट एकदम चिसो भएर आनन्द भइरहेछ अब हामी एयरपोर्ट आइपुग्यौँ अब हामी यहाँबाट चढेर इटली ल्यान्ड हुन्छौँ यहाँ रहेछ नि त भित्र हाई देख्नु यो चाहिँ मेरो प्राइभेट प्लेन हो है हजुरहरू पनि आउनुहोस् फ्रीमा यो चाहिँ मेरो प्राइभेट हो अनि भित्र मैले प्राइभेट अरे पर्सनल फोटो पनि राखेको छु सिन त खतरा क्या आउनुहोस् म फेरि पनि भन्छु आउनुहोस् मेमोरी क्रिएट गरेर जानुहोस् है यहाँ चाहिँ राम्रो मेमोरी क्रिएट हुनसक्छ हजुरहरूको है आउनुहोस् क्युट हो मम्मी यो चाहिँ अस्ति पोखरामा छुटेको थियो फेरि लिएर आएको फोटोसुट टाइम
दिपाको पर्सनल सिट भाँचेकै रहेछ हौ यस्तो भाँचेको छ ए यस्तो भाँचेको छ पहिलादेखि मलाई यहाँ आएपछि कुन गीत याद आयो भन न एनी केस भन्छु ल चियाबारीमा हो चियाबारीमा सिधै गीत याद आइरहेछ है यसो बस्नु ठाउँ पनि बनाइदिनु भएछ बाटोहरू है अनि बसिदिएको ल पहिला नै बनाइदिनु भएको थियो हामीले बनाएको पनि होइन पहिला lovely fools for our lovely viewers चियाबारीमा हो चियाबारीमा चिया के हो यस्तो गीत चाहिँ आउँदैन है हामीले त्यो पनि सधैँ उडी हिँड्ने बादल न त यस्तो राम्रो भ्यूको लागि एउटा गीत गाइदिनु मुखैमा चाहिँ नलैजाऊ न तिम्रो अलिक पर चियाबारीमा चियाबारीमा के अरे ज्ञानी आउँदैन सबैको क्या त्यही गीत आउँदो रहेछ क्या त्यसमा सुन्नुभयो हजुर अहिले त्यही गीत आउँदो रहेछ क्या मम्मी सुनकोसी हो चियाबारीमा दिदी पनि यहाँ नादिनु न अब त के चियाबारीमा एक्लै हुनलाई चली उड्यो बादल चुर्नलाई म बसेको रेलै उड्यो कान्छी बस्यो एक्लै हुनलाई यता फेरि अब म खै नाचिदिउँ न अलिकति अब चाहिँ हामीले बाई बाई गरिदिएको प्लेसलाई बाई बाई गरिदिएको बाई बाई प्लेसलाई एकचोटि बाई बाई गरिदिनु नि त बाई बाई ल बाई बाई गरिदिएको राम्रो राम्रो फुल हो मलाई के सानोमा क्या मम्मीले यस्तै फुलमा होइन जबरजस्ती खिचेर आएर यस्तो फोटो आइरहेछ मेरो सानोमा खाना खान आँटेको है उता चाहिँ नर्सरी छ है ल अब खाना टाइम सुरु गरे चियर्स है चियर्स अब चाहिँ फनको मनको लाएर फेरि हामी जान आँटेको है सो अहिले चाहिँ हामी पाख्रीपासको कृषि अनुसन्धान केन्द्रमा आइसकेका छौँ यो चाहिँ हाम्रो आजको सेकेन्ड डेस्टिनेसन रहेको छ सो अहिले चाहिँ हामी भित्र जान आँटेका छौँ सो हामीले भित्र छिरेपछि चाहिँ हामीले रेजिस्टर गर्नुपर्छ कतिजना आएको छौँ कहाँबाट आएको छौँ भनेर सबैभन्दा राम्रो कुरा चाहिँ यहाँ चाहिँ टिकट छैन जो पनि आउन सक्नुहुन्छ सो अहिले चाहिँ हामी पाख्रीपासको कृषि अनुसन्धानमा आएका छौँ हेर्नु न कस्तो राम्रो राम्रो फार्म हो सो यहाँ चाहिँ विभिन्न खालको बोट बिरुवाहरूको एक्सपेरिमेन्ट पनि गर्नुहुँदो रहेछ अनि यता चाहिँ हाम्रो कृषि फार्म छ है अनि हजुरहरू पनि भिजिट गर्न सक्नुहुन्छ नो टिकट अहिले हामी चाहिँ नो टिकटमा हेरिरहेको छौँ होइन अनि सो यो चाहिँ पूर्वाञ्चलको सबैभन्दा ठुलो कृषि अनुसन्धान है यो भर्खर थाहा भयो मलाई पनि सो हजुरलाई पनि थाहा भयो होला हजुरहरू पनि भिजिट गर्न आउनुहोस् अनि यहाँ अहिले चाहिँ 40 डेहरू छ भनेको छ फार्म छ त्यहाँ सो यो चाहिँ एकदमै ठुलो पनि रहेछ यतिकै यसलाई चाहिँ सबैभन्दा ठुलो नमानेको रहेछ होइन
कत्रो छ क्या हेर्नु न अहिले त हामीले आधी भन्दा पनि थोरै डुलेर जस्तो भएको छ अझै डुल्नु पर्ने छ त्यही कत्रो रहेछ यस्तो ठ्याक्क यहाँ भयो उता भयो यता भयो सबैतिर हल छ क्या ब्लग छ क्या आई थिङ्क त्यो छुट्टैको एक्सपेरिमेन्ट गर्नको लागि होला सर्टकट भन्दै हेर्नु न हामीले के बाटो ल्याउनु गाह्रो छ केही छैन यस्तो एक्सपिरियन्सहरू लिइराख्नुपर्छ जिन्दगीमा है अहिले चाहिँ सासबाट अलिकति छ्यासो भएको छ कि तर नि यस्तो भ्यूहरू त खुसीहरू लागेको देखेर नि मलाई चाहिँ दार्जिलिङको याद आयो क्या मैले चाहिँ त्यो सोसियल मिडियामा हेरेको थिएँ होइन यस्तो देखिन्छ तर म चाहिँ गएको छैन तर म कुनै दिन त फिक्स जान्छु सो अहिले चाहिँ हामी कहाँ जाँदैछौँ मम्मी भनिदिनु त अहिले हामी यो कृषि अनुसन्धान केन्द्रभित्र रहेको हेलिप्याडमा जाँदैछौँ सो कस्तो छ भनेर मैले हेरेको पनि छैन जस्ट सुनेको थिएँ होइन सो जाउँ हेरौँ तपाईँलाई पनि हेराउँछु सो यस्तो छ हेलिप्याड चाहिँ सो अहिले चाहिँ हामी पाखीबासको हेलिप्याडमा छौँ है यता चाहिँ हामीलाई स्वागतम लेखिदिनु भएछ हजुरलाई धेरै धेरै धन्यवाद अनि त्यस पछाडि चाहिँ यता हामी हेलिप्याड देखेको छ आज चाहिँ बढी दिन फ्लकी भएको छ तर कुनै सिनहरू फ्लकीले राम्रो देखाएको छ तर कुनै सिन भयो फ्लकीले नराम्रो देखाइरहेको छ होइन उता पोज हुँदैछ हेलिकप्टर अब हामी डाइरेक्ट धरान ल्यान्ड हुँदैछौँ ओके आर यु रेडी त्यहीमा कस्तो लाग्यो लु यता आउनु त भनिदिनु एकदम राम्रो लाग्यो कस्तो आनन्द आयो है धरानको गर्मी हेरेर त यहाँ धरान इटहरी बेलबारीको गर्मी हेरेर त यहाँ त यता बेलबारीको मान्छेहरू कस्तो लाग्यो एकदम राम्रो आनन्द लाग्यो घर पनि फर्केर जानु मन छैन के जानै पर्नेछ एकदिन यता धरानी पिपल भरे नभए कारवाही भइहाल्छ धरानी पिपल कस्तो लाग्यो एकदम रमाइलो लाग्यो सबैजना दिदी बहिनी विशेष गरी पूजन छोरी आएको भेटघाट होइन अब फेरि भेट हुने हो नहुने हो कहिले हुने हो थाहा छैन होइन एकदम रमाइलो लाग्यो सबैजनालाई थ्याङ्क यू भेरी मच थ्याङ्क यू टु यु मम्मी हेर्नु यता इटरीको पालो कस्तो लाग्यो अब पहिलोचोटि आएको हामी यहाँ सबैजना नै सबै पहिलोचोटि आएको एकदम रमाइलो चिसो शीतल अरू भन्दा नि हामी चाहिँ शीतल खोज्दै आएको मान्छे हो के अरे इटरीको गर्मी खाँदा यहाँ शीतल खान आएको अब टन्न खाएर जाँदा फेरि टारसम्म चाहिँ खान्छु मलाई त्यहाँदेखि फेरि गर्मी खान्छु अनि फेरि कस्तो भइरहेछ निनी कस्तो भइरहेछ एकदम रमाइलो आज दिल खुस सबै यता नाना मलाई नि रमाइलो भइरहेछ यता डेमा ल यता चाहिँ गलेको अवस्था कति रमाइलो यहीँ नै बसिराख्नु जस्तो लाग्छ नि के गर्नु र छोडेर जाने बेला पैसा राम्रो छ ल मलाई नि एकदमै रमाइलो लाग्यो राम्रो लाग्यो है जहिले रमाइलो भनेर पनि हुँदैन होइन काम पनि गरी खानुपर्छ त्यसैले हो सो आजको लागि चाहिँ हाम्रो यति नै थियो अब अरू भ्लग बिस्तारै आउँदै गर्छ हाम्रो ग्याङको होइन ल के भनिदिनु नि त सब्स्क्राइब गरिदिनु फेरि यस्तो अवसर जुर्यो भने फेरि हामी भिडियो हाल्ने छौँ मेरी छोरीले हाल्ने छ ल बाई बाई